आज चाहिँ मैले कर्कलाको तरकारी बनाउन जाँदैछु। अब यो कर्कलालाई काटेँ। पहिला चाहिँ कर्कलाको तरकारी खान्नथेँ क्या म। हाम्रोतिर पनि हुन्थ्यो कर्कलो, तर सुँगुरको खाना भनेर सुँगुर पाल्नेहरूले लिएर जानुहुन्थ्यो। जब म चितवन आएँ त्यस पछाडि त मलाई यो कर्कलाको तरकारी त यस्तो फेभरेट बन्यो, अहिले त फेभरेट भनेको छ। मलाई चाहिँ कर्कलोले चिलाउने भएर मैले चाहिँ ग्लोभ्स लाउँछु अनि केलाउँदैछु। अब यो केलाइसकेर चाहिँ अनि पखाल्छु। मलाई एकदम चिलाउँछ क्या, छुन पनि हुँदैन। खान चाहिँ मनपर्छ, तर केलाउँदा काट्दा चाहिँ एकदमै चिलाउँछ, एलर्जी भयो जस्तो हुन्छ। अनि यसलाई मजाले केलाइसकेर मजाले पखालेँ। कलिलो छ यो। अनि यो पकाइसकेपछि चाहिँ दाल पनि पकाउनु नपर्ने, एउटै तरकारी ल्याउने। एकदमै मिठो लाग्छ मलाई। हजुरहरूले पनि खानु भएको होला, नखानु भएको भएदेखि एकचोटि पकाएर ट्राई गर्न सक्नुहुन्छ कस्तो लाग्छ। पहिला त मैले खाएको थिइनँ, अहिले चाहिँ फेभरेट भइसक्यो। हाम्रो हेल्थको लागि पनि एकदम फाइदाजनक हुँदो रहेछ यो कर्कलाको तरकारी चाहिँ। त्यस पछाडि मैले लसुन कुटेँ, पकाउनको लागि तयारी गरेँ। अनि यो लसुन कुटिसकेपछि यसमा अलिकति टिमुर पनि हालेँ मैले। अनि टिमुर र लसुनलाई मिक्स गरेर कुटेँ। अनि अलिकति अदुवा हालेँ। अदुवालाई पनि लसुन र टिमुरसँगै मिसाएँ। अनि पिरो पनि 2टा डल्ले अकबरे खुर्सानी थियो, अकबरे खुर्सानी पनि रेडी बनाएँ त्यसमा हाल्नको लागि। थोरै टमाटर काटेँ अनि कुकर बसालेर त्यसमा मैले तेल हालेँ। तेल चाहिँ म धेरै हाल्दिनँ, जुन तरकारी पकाउँदा पनि मैले तेल थोरै हालेर बनाउँछु। अनि मेथी हालेँ। जिरा पनि पड्काउन सकिन्छ, तर ठ्याक्कै यही बेला मेरो यहाँ पकाउने ठाउँमा चाहिँ जिरा सकिएको रहेछ। यहाँहरूले चाहिँ जिरा पनि हाल्न सक्नुहुनेछ। अनि अघि कुटेर राखेको यो अदुवा लसुन र टिमुरलाई पनि मैले हालेँ। अब यसलाई राम्रोसँग चलाउने, यो टिमुर लसुन अदुवालाई चाहिँ राम्रोसँग मिक्स गर्ने। त्यस पछाडि यो रातो भइसक्छ। अब यसरी चलाइसकेपछि यो रातो भइसकेपछि अलिकति बेसार पनि राखेँ मैले यसमा। अनि टमाटर पनि राखेर त्यसलाई राम्रोसँग मिक्स गर्न सक्नुहुन्छ। कसैले चाहिँ प्याज पनि एड गर्नुहुन्छ, तर यो कर्कलाको तरकारीमा चाहिँ प्याज हालेको भन्दा नहालेकै मिठो हुन्छ। अनि मैले यसमा अलिकति नुन पनि राखेँ। अब यसलाई राम्रोसँग चलाएँ। अनि जिरा धनियाँको पाउडर राखेँ। यसलाई पनि राम्रोसँग मिक्स गरेँ। अब यो जिरा धनियाँको पाउडर हालिसकेपछि टमाटर राम्रोसँग पाकिसकेपछि मैले त्यसमा खुर्सानी पनि राखेँ। खुर्सानी पहिल्यै राख्न सकिन्थ्यो, तर खुर्सानीले चाहिँ खार आउनु भएको कारणले गर्दा चाहिँ मैले पछि राखेँ यो खुर्सानीलाई। अनि यो अघि पखालेर रेडी बनाएको कर्कलालाई चाहिँ अब मैले त्यसमा कुकरमा हालेँ। यसलाई चाहिँ खासै धेरै चलाउनु हुँदैन सुरुमा चाहिँ, किनभने कोक्याउँछ भन्ने सुनेको, तर चलाउँदा पनि हुन्छ कि त्यो चाहिँ ट्राई गरेको छैन। कोक्याउँछ भने चाहिँ चलाउनु मन लागेन। अनि कर्कला हालिसकेपछि अब भरी भयो, हेर्नुहोस् त कस्तो भरी भएको छ, तर अहिले पाक्दा ठिकै हुन्छ। अनि अलिकति थोरै यसमा चाहिँ यो भइसकेपछि थोरै पानी पनि राखिदिएँ नचलाइकन। अनि पानी राखिदिइसकेपछि ठिक्क पानी राख्नुपर्छ पहिला। अनि यसको बिर्को लगाइदिन्छु। अब यसको बिर्को लगाइदिएँ। अब यसलाई चाहिँ बिर्को लगाइसकेपछि 10-15 मिनटमा यो सिटी लाग्छ। त्यस पछाडि यस्तो रेडी भयो, हेर्नु कस्तो खाउँ जस्तो भयो। अब चाहिँ यो कर्कलाको तरकारी रेडी भयो। अब यसमा चाहिँ खानासँग मिसाएर खाने, यसमा अलिकति कागती पनि मिक्स गर्यो भने अझ राम्रो हुन्छ। त्यही भएर मैले चाहिँ आधी कागतीको हाफ चाहिँ यसमा निचोरेर रेडी बनाएँ खानको लागि। अनि अब चाहिँ मैले खानासँग हालेर थोरै टेस्ट गर्छु। आहा कस्तो मिठो भयो।